हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल इन्फो गफमा यहाँ सबजनालाई हार्दिक स्वागत अनि वेलकम भन्छु फेरि पनि। र आज म एकदमै रमाइलो ठाउँमा भन्नुपर्छ, किनभने यहाँनिर धेरै मान्छे रमाई भएर जान्छन्, कोही दुःखी भएर जान्छन्। यस्तै छ ल है साथीहरू। आज चाहिँ म ठ्याक्कै भन्नुपर्दा नेपालको इन्टरनेसनल एयरपोर्टमा छु। यो चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट हो, जुन चाहिँ काठमाडौँमा रहेको छ है। ल साथीहरू, आज चाहिँ मैले यहाँ आउनुको मुख्य कारण भनेको चाहिँ मेरो भाइलाई छोड्नलाई म आएको हो। र उसलाई भेटेर उसलाई ल शुभकामना दिएर ल शुभयात्रा भनेर पठाउँदैछु है त। ल साथीहरू, त्यसै हो। ल हाम्रो नेपालको इन्टरनेसनल एयरपोर्ट चाहिँ यही हो, त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा छु म। ल है त, अनि हेर्दै गर्नु होला यहाँ कति मान्छेहरू जाँदैछन् आउँदैछन् भन्ने कुरा म तपाईँहरूलाई देखाउने छु। तपाईँहरूले फलो गर्न नबिर्सिनु होला है त साथीहरू। ल हेर्नुहोस् है, एक झलक केसरी। ल मौसम एकदमै राम्रो छ, एकदम राम्रो मौसम छ आज। हिजो पानी परेर बिजोग थियो, तर आज चाहिँ मौसम एकदम खुलेको छ है त साथीहरू। ल यसरी नै माया सपोर्ट गर्दै गर्नु होला, सब्सक्राइब गर्न नभुल्नु होला, कमेन्टहरू गर्न नभुल्नु होला है त। हेर्दै गर्नु होला ब्लग। भेट्नेछौँ हामी चाहिँ हाम्रो सुरेश भाइलाई पुऱ्याउन आएका छौँ एयरपोर्टमा हालेर म मिलेर है त। ल हेर्नुहोस् एयरपोर्टमा हालत हेर्नु है साथीहरू। ल गाइस, एयरपोर्ट भनेको यस्तो छ, जानेहरूको लाइन लर्कोहरू ओहो कम छ त यार मान्छे जानेहरू। ल हेर्नु, नेपालबाट मान्छेहरू यसरी विदेश लर्को लाएर जाँदैछन् साथीहरू। ल हेलो भिड छ, भिड टेक्ने ठाउँ छैन। ल आमामा खोइ त नि। ल है बालिन सरकार केही चाहिँ गर्नु पऱ्यो, यसरी हुँदैन। ल है बालिन सरकार केही चाहिँ गर्नु पऱ्यो, यसरी हुँदैन मान्छेहरूलाई भिड पारेर। ल ल यतातिर फेरि फोटो सेसन हुँदो रहेछ। नमस्ते मामा, नमस्ते हजुरबा छोरी। भ्लग बनाउँदैछ यहाँनिर। ल है आमामा यहाँ नयाँ मान्छे नि छ त। ल यहाँ मेरो भ्लगमा आज। ल ल यत्रो छ। ल नयाँ मान्छे छोडेर जाँदैछ भाइ। हेलो ल फोटो पनि हान्ने मैले। ल ल ल अर्को मान्छे खोइ त, चिनेन ठुलोवालाई चिनेन। टोला त आज त के हो, चिन्छ? अस्ति भेटेको हो त। के एउटा मात्रै हो? 20 केजी हो नि। ए 20 केजी 20 केजी 20 म त एउटा नै हाल्दिन्छ छोडे जाने है जानेको लागि। कालो कालो यहाँ कुराकानी गर्ने भइरहेछ। ल यस्तै ल ल ल आइज है। ल शुभयात्रा। अब फोटो खिचेन त खोइ त नि, यहाँबाट खिच्न मिल्दैन फोटो। साथीले फोटो नखिचिदिएर। ल ल एउटा पोज हान्यो। ल ल फोटो हान्नु त एउटा फोटो हान्यो न तिमीले फेरि त्यहाँबाट हान्नु फोटो। मेरोबाट हान्नुपर्छ भन अहिले। शुभयात्रा। ल मान्छे यहाँ छ नि अङ्कल। ल ठिक छ नि। कसैलाई नेपाल अगाडि छ है। यहाँ जाने भन्दा त्रिभुवन इन्टरनेसनल एयरपोर्ट छोड्न आएकोहरू पनि हुन्छ। कहाँ गयो गाउँ नछोडे हराउँछ नि फेरि। जाने एकजना पुऱ्याउन आउने 10 जना अनि त्यही त हो नि। ल ल ल एउटा फोटो। उसले पो ठाउँ पाएछ त बस्ने ठाउँ त। ल गजब ठाउँ पाएछ। ल आमामा पोज पनि छ अझ त्यहाँनिर। मारेको जग्गा
भयो 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 यस्तै हो यस्तै भइसक्यो सकिसक्यो कति सता बिर्छ यसलाई गुडाउनु पर्ने रहेछ भयो त अब ल बाबु कता जान्ला कता जान्ला कहाँ जान लागेको गुडेर गुडेर कहाँ जान लागेको प्लेनसँग जाने कहाँ जाने प्लेनसँग जाने प्लेन चढ्न जाने हो ल गुडौँ ल गुडौँ ल ल यता हेर लाइन कता छ हेर ल बाई बाई राम्रोसँग जा है लाइन कता छ यहाँ यता 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 हो लाइन भित्र हो पर पर जस्तो छ पर खोइ राम्रोसँग सिधै हुन्छ होला पर छ लाइन है भाइ ल बाई 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 ल है 1 महिनापछि भेटौँला ल बाई बाई गर खोइ बाई बाई गरेको बाबालाई बाई बाई हो खोइ बाइक बाबा यहीँबाट सुरु हुन्छ राम्रोसँग जाने ल राम्रोसँग जाने तिमीले ओमा हाले भने के यार ह्यान्डब्यागमा ल है भाइ छिर्यो अब ल छिर्यो ल बाई फर्किने क्रममा छौँ बाटोमा हामी झर्दैछौँ साथीहरू चाहिँ अब जाँदैछौँ फर्किँदैछौँ भाइलाई छोडेर तर मुसुक मुसुक हाँसेर हामीलाई दिँदैछ नि त के हो बुइनीहरूले भ्लग बनायो भनेर होला होइन भ्लग त बनाउनै पऱ्यो नि अब जिन्दगानी यस्तै हो मेमोरी हुन्छ त्यो भए पनि हामी एयरपोर्टबाट हामी जाँदैछौँ हिँडेर लखर लखर अब गाडी चढ्ने हो अनि आफ्नो गन्तव्यतिर फर्कने हो होला पार्किङहरू यतातिर यस्तो छ ल है ल एयरपोर्ट राम्रो छ अहिले ल जाँदैछन् ल शुभयात्रा ल यसरी यहाँनिर हुँदैछ यो पुलहरू पनि राम्रो छ ल जोस् सफा छ है साथीहरूलाई एयरपोर्ट यस्तै होला हाम्रो नेपालको एयरपोर्ट ल हाम्रो मुन्देर सरकारले नमस्ते गर्नुभएको रहेछ नमस्ते है हजुर नमस्ते ल नमस्ते हानिदियो हामीले नि मुन्देरजीलाई नमस्कार है मुन्देरजी ल ल है साथीहरू ल अब चाहिँ यति नै आजलाई भ्लग नयाँ भ्लगमा भेटौँला है त साथीहरू ल